Hi guys, welcome back to another video. अहिले चाहिँ रातिको 9 बजेको छ अनि म चाहिँ मेरो स्किन केयर गर्दैछु। यो क्युट वाला हेड ब्यान्ड चाहिँ मैले सिनबाट अर्डर गरेको थिएँ। कस्तो क्युट लाग्यो मलाई। स्किन केयर गर्दा गर्दै म चाहिँ हजुरहरुसँग एउटा स्केरी घटना शेयर गर्न जाँदैछु। हिजो म बेलुका घर फर्किँदै गर्दा बस स्टपमा चाहिँ एउटा स्ट्रेन्ज खालको ड्रङ्क मान्छे देखेको थिएँ। एकदमै धेरै ड्रङ्क थियो त्यो मान्छे चाहिँ। अनि बस स्टपमा मसँगै अरू मान्छेहरू पनि थियो हैन। त्यसैले त्यति वास्ता भएन। अनि ठ्याक्क मेरो बस आयो अनि बस आउने बित्तिकै म अनि बसमा चढेँ। अनि त्यो मान्छे चाहिँ फेरि ठ्याक्कै मेरो अगाडि आएर बस्यो क्या। अनि फेरि मलाई एकगोरो हेर्यो क्या त्यो मान्छेले, हेरिरहेको थियो है मलाई। अनि कस्तो अजिब फिल भयो क्या मलाई चाहिँ, किन यो मान्छेले यसरी हेरेको होला भनेर, फेरि ड्रङ्क मान्छेले। अनि म चाहिँ ल नि त भनेर अर्को सिट खाली हुने बित्तिकै अर्को सिट चेन्ज गरेँ मैले। अनि एकदमै लाउड म्युजिक बजाएर इयरफोन लगाएर म चाहिँ अर्को झ्यालपट्टि हेरेर बाहिर हेर्दै गइरहेको थिएँ। अनि एकछिनमा त यस्तो यता फर्केर हेर्दाखेरि त त्यो मान्छे त मेरै छेउमा आएर बसिरहेको रहेछ। अनि त्यसपछि त मलाई झन् धेरै डर लागिरहेको थियो। अनि त्यो मान्छे फेरि कस्तो गफ गर्न खोजे जस्तो, मसँग बोल्न खोजे जस्तो गरिरहेको थियो। अनि ठ्याक्क म झर्ने टाइम भयो। अनि मैले त्यो स्टपवाला बटन हुन्छ क्या एउटा बसमा, अनि त्यो स्टप बटन थिचेर उठेको त त्यो मान्छे पनि उठेर मलाई फलो गर्दै आयो क्या त्यो बसको ढोकासम्म। त्यसपछि मलाई एकदम धेरै डर लाग्यो, किनकि अहिले विन्टरको टाइममा चाहिँ 7 बजे सुनसान हुन्छ क्या। अनि फेरि मेरो घरपट्टिको साइडमा चाहिँ सुनसान नै छ क्या यो एरिया बेलुका भएपछि। अनि म बसबाट झर्ने बित्तिकै त्यो मान्छे पनि मलाई फलो गर्दै थियो। मेरो पालो म यस्तो स्पिडमा कुदेर हैन, बस स्टपदेखि घरसम्मको बाटो 5 मिनट्सको थियो। म यस्तो स्पिडमा कुदेर घर आएँ एकैछिनमा। कस्तो धेरै डर लागेको थियो मलाई हिजो त्यतिखेर। अनि घर आएर पानी खाएर एकछिन रिल्याक्स भएँ। अनि यसो सोच्दाखेरि चाहिँ नेपाल मात्र होइन रहेछ क्या। अब नेपालमा त बेलुका अब खासै हिँडिँदैन नि त, किनकि अलिकति सेफ छैन भनेर एक्लै कहिले हिँडिँदैन रातिको टाइममा। तर जर्मनीमा त त्यस्तो मलाई लाग्दैन थियो, कहिले त्यस्तो एक्सपिरियन्स पनि गरेको थिएन। तर हिजो चाहिँ त्यस्तो भयो। अनि फेरि यहाँ ड्रङ्क मान्छेहरू कति धेरै क्या, लाइक एकदमै धेरै ड्रङ्क मान्छेहरू भेट्छु मैले यतातिर। सो त्यही नै थियो स्केरीवाला स्टोरी। एनिवेज मेरो स्किन केयर पनि सक्यो। सो हाई गाइज, आइम ब्याक अगेन। सो आज चाहिँ म जाँदैछु आइकिया मेरो एउटा साथीसँग। मेरो साथी चाहिँ अलरेडी त्यहाँ आएर मलाई कुरेर बसिरहेको छ। अनि म चाहिँ अहिले मेरो बस वेट गरिरहेको छु। सो म त्यहाँ पुगेपछि हजुरहरूलाई देखाउँछु। आजको प्लान भनेको चाहिँ त्यही आइकिया जाने, हल्का आइकिया टुरवाला भिडियो हुनेवाला छ यो चाहिँ। सो हामी चाहिँ आइकिया आइसकेको छौँ। 1 आवर कति 1 आवर कुराएँ मैले तिमीलाई? एकदमै कुरायो, यहीँ भएको मान्छे म 1 घन्टा जति कुराएँ मैले उसलाई आज। तर बस छुट्ने डिले हुने के भयो, त्यही भएर अनि फाइनली आइकिया आयो। अब हामी यसो हेरौँ है, सपिङ गर्नु त खासै केही छैन, तर पनि यसो अलिअलि हेर्छौँ। अनि त्यहीँ खाजा खाने ठाउँ छ अरे आइकियामै, माथि त्यो ट्रलीवाला, मलाई पनि थाहा छैन त्यो। अनि सबै हेर्नुपर्छ। अनि सो आइकिया छिर्ने बित्तिकै फर्स्ट सेक्सन भनेको चाहिँ किचनको फर्निचरहरूको सेक्सन रहेछ। यसरी सानो सानो किचनहरू बनाएर राखिदिएको हुँदो रहेछ क्या। कस्तो क्युट लाग्यो चाहिँ मलाई होइन। हजुरहरूले एउटा एउटा पार्ट सेपरेटली किन्न पनि मिल्दो रहेछ, या त अल टुगेदर सबै एकैचोटि यस्तै नै डिजाइन गर्छु भनेर आफ्नो किचनलाई डिजाइन गर्न पनि मिल्ने रहेछ। जे होस् एउटा रुम छुट्याइदिएको हुँदो रहेछ। अनि कस्तो सुपर क्युट लाग्यो क्या मलाई चाहिँ यो। अनि यो ल्याम्प मलाई एकदमै धेरै मन पर्यो, एकदमै क्युट। जर्मनीमा फर्निचरहरू चाहिँ एकदमै महँगो छ होइन। त्यो हिसाबले आइकिया आएर न महँगो हो कि सस्तो हो, कति प्राइसहरू चाहिँ सस्तो पनि लाग्यो, फेरि कति प्राइस अलिकति एक्सपेन्सिभ पनि लाग्यो। यसको 300-400 युरोज भनेको त महँगै हो। क्वालिटी राम्रो तर एक्सपेन्सिभ है। के भन्छौ तिमी? तर मलाई एकदम नाइस लाग्यो यार। पछि चाहिँ लिभिङ रुममा यहीँबाट हेर्नु पर्ला डिजाइन हेर्ने, अनि टेमुबाट अर्डर
अर्को मलाई यहाँको मन परेको भनेको चाहिँ भासहरू, यो फ्लावर भास अथवा सेरामिकको सामानहरू कस्तो सुपर क्युट अनि एकदमै डिफ्रेन्ट डिजाइन साइजहरूमा पाउने, क्वालिटी पनि राम्रो, प्राइस पनि अफोर्डेबल रहेछ। सो भासहरू चाहिँ मलाई यहाँको एकदमै मन पर्यो 10/10। अनि यस्तो बास्केटहरू पनि एकदमै सुपर क्युट अफोर्डेबल रहेछ। सो बेसिकली घरमा चाहिने सामानहरू चाहिँ सबै नै पाउन सक्नुहुन्छ तपाईँले आइकियामा। यो एउटा मलाई क्या मन पर्यो, यो किचन रहेछ होइन यहाँनिर। सो नाइस, वाउ कस्तो दामी क्या, आइडिया वेल अर्गनाइज्ड, एकदमै रियल किचनको भाइब्स आउने क्या यहाँभित्र छिरिसकेपछि चाहिँ एकदमै मन पर्यो, आई लभड इट। सो यहाँनिर चाहिँ किचन मात्र नभएर सबै कुराको चाहिँ एउटा रुम छुट्याइदिएको रहेछ क्या। फर इक्जाम्पल यो बेडरुम भयो होइन, अनि बेडरुममा साइडमा अट्याच्ड स्टडी टेबल, दराज, एउटा बेडरुममा चाहिने सबै सामानहरू कस्तो राम्रोसँगले राखिदिएको। सो हामीले चाहिँ यसै गरी सबै नै ल सेटै लान्छु भनेर रुम डिजाइन गर्न मिल्यो, या त डिफ्रेन्ट आइटम्स किन्न पनि मिल्यो। अनि यहाँको यो बेडहरूमा चाहिँ उफ्रियो बस्यो मजाले, आफूले चेक गरेर होइन, सबै हेरेर दिनभरि टाइम स्पेन्ड गरेर बल्ल किन्दा पनि भयो। कस्तो स्विट लाग्यो मलाई सबै कुरा। अनि यो चाहिँ थियो वक इन क्लोजेट, यस्तो दामी, यस्तो खतरा। यहाँको बेडहरू लास्टै एक्सपेन्सिभ रहेछ, एकदमै महँगो होइन, तर पनि राम्रो चाहिँ राम्रो छ। जस्तो पनि भेराइटी पाउन सक्नुहुन्छ तपाईँहरूले आइकियामा, तर प्राइस चाहिँ अलिकति महँगै लाग्यो मलाई। तर हुन त जर्मनीमा फर्निचरहरू त महँगो नै छ, अनि धेरै जनाहरूले चाहिँ आइकिया अलिकति सस्तो नै हो भनेर भन्छ, बट आई डोन्ट नो, मलाई चाहिँ सबै कुराहरू एक्सपेन्सिभ नै लाग्यो, तर सायद मलाई थाहा नभएर पनि होला। अनि तलपट्टिको सेक्सन चाहिँ किचनको सेक्सन थियो होइन, हाम्रो किचनमा चाहिने एभ्रिथिङ क्या, सबै सामानहरू रहेछ। यो स्टिमर मलाई कस्तो सही लाग्यो, मोमो बनाएर खान सही हुने रहेछ। किचनमा चाहिने जति पनि सामानहरू छ नि, किचनमा युज हुने भाँडाकुँडाहरू, सेरामिक कप्सहरू, प्लेटहरू, यो सबै कुराहरू चाहिँ आइकियामा मलाई बब्बाल नै लाग्यो। अनि क्वालिटी पनि एकदम राम्रो अनि अफोर्डेबल क्या प्राइसहरू पनि। सो किचनको सामान चाहिँ पर्फेक्ट। सो ओभरअल चाहिँ आइकियाको एक्सपिरियन्स एकदमै राम्रो थियो, लाइक एकदम राम्रो लाग्यो। जति पनि सामानहरू हामीले एक्सप्लोर गऱ्यौँ नि, त्यो चाहिँ हामीलाई एउटा घरमा चाहिने चाहिँ एभ्रिथिङ छ क्या त्यहाँनिर। सो सपिङ गर्नको लागि चाहिँ आइकिया सही रहेछ। अनि आइकियाको अर्को बबाल कुरा के लाग्यो भन्दाखेरि यहाँको रेस्टुरेन्ट कस्तो युनिक लाग्यो क्या मलाई चाहिँ। अब एउटै बिल्डिङमा सबै कुराहरू छ होइन, अनि मान्छेलाई अब भोक लाग्छ अनि खाजा खानको लागि पनि सही बबाल ठाउँ क्या। अनि माथि गयो, एउटा प्लेट लियो, अनि त्यसपछि आफूलाई के मन लाग्छ त्यही अर्डर गर्दै अनि त्यही आफ्नो प्लेटमा राख्दै गयो, अनि एकैचोटि काउन्टरमा बिल तिर्ने। अनि फुड पनि एकदमै अफोर्डेबल, टेस्टी, धेरै भेराइटिजहरू, मोस्टली चाहिँ जर्मन फुडहरू थियो, पोमेज अनि स्निचेल, सलादहरू। सो हामीले पनि त्यही लियौँ। अनि सो पोमेज भनेको चाहिँ फ्राइज हो, जर्मनीमा चाहिँ फ्राइजलाई पोमेज भन्छ। अनि साथमा हामीले अर्डर गरेको थियौँ स्निचेल अनि स्यालेड अनि तिरामिसु अनि 2टा जुस लिएको थियौँ। हामीलाई चाहिँ कस्तो अफोर्डेबल लाग्यो क्या, यतिको हामीले जम्मा 12 युरो तिरेको, जब कि बाहिर यति खानु पर्यो भने हामीले 25-30 युरो चाहिँ खर्च हुन्छ। सो धेरै सस्तो लाग्यो यहाँ आइकियाको खाजा चाहिँ। यो चाहिँ लङ्गुर हो कि के हो आई डोन्ट नो है, तर नाम चाहिँ लङ्गुरै छ, तर मिठो लागेन, एकदम नमिठो लङ्गुर। कस्तो लाग्यो तिमीलाई? मिठो छैन। अनि आइकियापछि चाहिँ हामी गयौँ सिटी सेन्टर, अनि सिटी सेन्टरमा चाहिँ कति क्युट सप्सहरू छ, अनि एक्सप्लोर गर्दै थियौँ। अनि ठ्याक्क हामीले चाहिँ यो मेड इन नेपालवाला टी देख्यौँ, अनि कस्तो खुसी लाग्यो क्या नेपाली प्रडक्ट जर्मनीको सपमा देख्दा। अनि त्यसपछि हामीले एउटा क्युट क्याफे भेटायौँ गुगल म्याप्समा हेरेर, अनि कस्तो क्युट रहेछ यो क्याफे। अनि त्यहाँनिर गएर हामीले माछा अर्डर गऱ्यौँ। अचेल चाहिँ माछा मलाई एकदम धेरै मनपर्छ, म एकदम माछा फ्यान भएको छु।
अनि त्यसपछि फोटोज अनि भिडियोजहरू क्लिक गऱ्यौँ अनि मैले चाहिँ यो अर्डर गराएको थिएँ यो भिगन बल तर खासै मन परेन यो राइस बल थियो अनि साथमा चिकपिसहरू अनि क्युकम्बरहरू यस्तै थियो बट खासै मन परेन मलाई चाहिँ यो बट ओभरअल क्याफे एकदमै राम्रो थियो अनि साथीसँग राम्रो टाइम स्पेन्ड भयो यहाँ सो आजको यो भिडियो यति नै थ्याङ्क यू फर वाचिङ एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई